बाँसको तोलुङ हेर्नु त साथीहरू, यस्तो मजाको हुँदो रहेछ बाँसको तोलुङ। यहाँ हेर्नुहोस् साथीहरू, यो चाहिँ बाँसको तोलुङ हो साथीहरू। रेडी पनि भइसक्यो मही पार्ने पनि। यो चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको हो साथीहरू। तपाईँहरूलाई कसलाई मन पर्यो हेर्नु त साथीहरू, एकदम मजाको छ। यसमा भरे मही पार्नुपर्छ, एकदम राम्रो हुन्छ। यहाँ हेर्नु त साथीहरू, लु साथीहरू, बुढोले बनाएको तोलुङमा मही पनि पार्न थाले। तोलुङ पनि एकदम मजाको भएको छ, बाँसको तोलुङ हो। यता छेउमा ल्याएर देखाइ त मही पनि पार्न थाले साथीहरू। भित्र देखियो मही है, यस्तो छ साथीहरू। बाँसको तोलुङ हेर्नु त साथीहरू, यस्तो मजाको हुँदो रहेछ बाँसको तोलुङ। यहाँ हेर्नुहोस् साथीहरू, यो चाहिँ बाँसको तोलुङ हो साथीहरू। रेडी पनि भइसक्यो मही पार्ने पनि। यो चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको हो साथीहरू। तपाईँहरूलाई कसलाई मन पर्यो हेर्नु त साथीहरू, एकदम मजाको छ। यसमा भरे मही पार्नुपर्छ, एकदम राम्रो हुन्छ। यहाँ हेर्नु त साथीहरू, लु साथीहरू, बुढोले बनाएको तोलुङमा मही पनि पार्न थाले। तोलुङ पनि एकदम मजाको भएको छ, बाँसको तोलुङ हो। यता छेउमा ल्याएर देखाइ त मही पनि पार्न थाले साथीहरू। भित्र देखियो मही है, यस्तो छ साथीहरू।